राजनीतिक समाजीकरण भनेको के हो? राजनीतिक समाजीकरण के हो? राजनीतिक समाजीकरण भनेको नागरिकलाई राजनीतिक संस्कार सिकाउने प्रक्रिया हो। मानिसले सरकारको बारेमा बुझ्ने, नागरिकको व्यवहार, मनोवृत्ति र विश्वास बनाउने प्रक्रिया हो। राजनीतिक समाजीकरणको प्रक्रिया। राजनीतिक समाजीकरण विशेष प्रकारको शिक्षा हो। नागरिकले समाज र सरकारप्रति जिम्मेवार बन्नको लागि आवश्यक मूल्य, विचार र व्यवहार सिक्दछ। संयुक्त राज्य अमेरिका जस्ता देशमा पनि लोकतान्त्रिक मूल्यमा आधारित केन्द्रित भएर राजनीतिक समाजीकरण गरिन्छ। राजनीतिक समाजीकरणका महत्त्वपूर्ण सामाजिक अभिकर्ताहरू: परिवार राजनीतिक धारणा निर्माणको पहिलो थलो हो। शिक्षण संस्था राजनीतिक योग्यता र जानकारी विकास गर्ने संस्था हो। जागिरको अनुभव व्यावसायिक जीवनले पनि धारणा विकास गर्नमा सहयोग गर्दछ। सञ्चार माध्यम समाचार र जानकारीद्वारा राजनीतिक धारणाहरू बनाउँदछन्। राजनीतिक प्रणालीसँगको प्रत्यक्ष सम्पर्क सकारात्मक वा नकारात्मक धारणा विकास गर्नमा सहयोग पुर्याउँदछ। राजनीतिक समाजीकरणको चरणहरू: बाल्यकाल, युवा अवस्था, वयस्क अवस्था, वृद्ध अवस्था। बाल्यकाल अवस्थामा खाली कागज जस्तै संस्कार भर्ने अवसर प्रदान गरिन्छ। दोस्रोमा युवा अवस्था व्यवहार र धारणा निर्माणको मुख्य समय हो। तेस्रो वयस्क अवस्था निर्णय र सक्रियताको समय हो। अर्को वृद्ध अवस्था अनुभव र मार्गदर्शन प्रदान गर्ने समय हो। नेपालमा राजनीतिक समाजीकरण 2007 सालदेखि 2062-63 सम्म विभिन्न व्यवस्था र आन्दोलनबाट विभिन्न ढङ्गमा समाजीकरण हुँदै आएको छ। तर सत्ता र स्वार्थमा केन्द्रित पार्टीहरूले नागरिकमा सशक्त राजनीतिक चेतनाको विकास गर्न सकेका छैनन्। राजनीतिक समाजीकरणको समस्या: नम्बर 1 परम्परागत सोच, जातीय प्रभाव, सञ्चार माध्यमको पूर्वाग्रह। दोस्रो शिक्षण संस्था, कर्मचारी र सञ्चार क्षेत्र दलगत स्वार्थमा काम गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। नेतृत्वमा आदर्शको अभाव, जनतामा विश्वासको सङ्कट देखिएको छ। समस्या समाधानको उपाय: लोकतन्त्रको संस्थागत विकास हुन आवश्यक छ। समान राजनीतिक शिक्षा, स्वतन्त्र सञ्चार माध्यम र आदर्श नेतृत्वको आवश्यकता छ। सक्रिय, जानकार र उत्तरदायी नागरिक निर्माण गर्नु जरुरी छ। निष्कर्षमा नेपालमा प्रभावकारी राजनीतिक समाजीकरण हुन नसक्नुमा सामाजिक र राजनीतिक दुवै तत्त्व जिम्मेवार छन्। अर्को समावेशी र संस्थागत लोकतन्त्रको लागि संरचनागत सुधार हुनु आवश्यक छ। धन्यवाद।